ह्याप्पी माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिको चाहिँ धेरै धेरै शुभकामना। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला होइन त? हेर्नुहोस् न, मैले सेल बनाएको कस्तो राम्रो भएको छ, खाँदा उस्तै मिठो भएको छ। मैले चाहिँ टक्क चामल, योपालि मैले लङ्ग्रेन चामलको सेल बनाएको। 100 ग्राम जति घिउ हालेँ, 100 ग्राम जति घिउ हालेर पिठो चाहिँ बनिन्छ भने 1 केजी चामलको पिठो र आधी केजी मैदा मिसाएको मैले चाहिँ। अनि थोरै सोडा हालेँ, अनि त्यसपछि के हालेँ, चिनी हालेँ। अनि मजाले माडेर 10 घन्टा नै समथिङ 8-9 घन्टासम्म चाहिँ राखेको थिएँ। त्यसपछि चाहिँ मैले यो सेल बनाएको एकदमै मिठो स्वादिलो भएको, किनकि भित्र खोक्रो भएको। अनि यो धेरै समयसम्म पनि नबिग्रिने खालको सेल पनि रहेछ। हजुरहरूले पनि बनाएर खानु होला है मिठो सेल। अनि राम्रोसँगले सङ्क्रान्ति मनाउनु होला भन्दै हजुरहरूलाई फेरि पनि शुभकामना।